पहिला यो भिडियो हेरौँ अनि फन्नी कमेन्ट पढेर हाँसौँ है। नमस्कार साथीहरू, सदा झै बिहान पनि आज मिरमिरे घाममा तपाईहरुको आफ्नै लोकप्रिय द सन्दीपसँग आइसकेको छ। आजको हाम्रो शुभ बिहानीको सुरुवात आफ्नै घरमा बनेको प्योर कोदोको रक्सी, आफ्नै घरमा उत्पादन गरेको सेलरोटीको टुक्रा र आफ्नै करेसा बारीमा फलेको सुकिलेको पत्ताको साथ साथमा नुनको पनि व्यवस्था रहेको छ। साथीहरुलाई सुरु गरे है त। एकदमै स्वादिष्ट कोदोको खाइसकेपछि नुन चार्दै सुकिलेको पत्तालाई हालेर यस्तो हुन्छ साथीहरू र सेलरोटीको साथमा बिहानीको सुरुवात साथीहरू। नमस्कार साथीहरू, बिहानीको सुरुवात यसरी गयो साथीहरू है। रुको जरा, सबर करो। टोन्टल्लापुर 12 बजेको घामलाई मिरमिरे अर्ग्यानिक खुवाई। यो त सरुवा रोग नै रहेछ। लेग पिस भनेको त सेलरोटी पो हो। लास्टमा लसुनको नि व्यवस्था हुनु पर्यो। ल हेर, आयो नुनको जमानामा ढिक्का नुन देखाइरहेछ भाइले। कसैले कुकुरको गु खाएको भिडियो बनाइदेऊ त साथीहरू।